अहिले चाहिँ टेक्ससदेखि वासिङ्टन डिसीसम्मको शान्ति पदयात्रा भइरहेछ नि त। हाम्रो बौद्ध भिक्षुहरूले चाहिँ शान्ति पदयात्रा गरिराख्नु भएको छ हिँडेरै के। यो सुन्दाखेरि पनि म त आज 3-4 दिन भयो हरेक त्यो रिलहरू हेर्छु, हेर्छु, हेर्दाखेरि मलाई त यस्तो हुन्छ। झन् त्यसमाथि नि यो साथमै भएको जुन यो कुकुर छ नि, उहाँको नाम चाहिँ आलोक रहेछ कि। उहाँले चाहिँ के सन्देश दिनुभयो भन्दाखेरि चाहिँ हामी त हिँड्न सक्ने, बोल्न सक्ने, खान सक्ने हामी मानव के। अरूभन्दा नि मलाई यो कुकुर न उहाँसँग बोल्ने ऊ छ है। यति धेरै ज्ञानी, त्यसमाथि पनि कस्तो के एकदम त्यो अब पहिलाको कति वर्ष अब भनौँ न महाभारतको बेलाको कृष्ण जस्तो युधिष्ठिरलाई चाहिँ स्वर्ग लैजाने, युधिष्ठिरको पनि त कुकुर हो नि त स्वर्ग लैजाने भनेर सुनेको थियौँ नि। अब अहिले हेर्दाखेरि चाहिँ साँच्ची नै कुकुरलाई सबैजनाले एकदम दयालु र घरपालु सबै माया गर्ने भन्छ नि। मलाई त कस्तो बोल्दाखेरि पनि कस्तो हुन्छ कि भन्छ नि है। अब सबैलाई त दुखेको ओरेको भन्न सके हुन्छ कि यो बिचराले कस्तो के मलाई त भनिहालेँ नि त्यो कसरी मात्रै हिँडेको होला है। हुन त अब यत्रो भिक्षुहरूलाई पनि त गाह्रो त भएको होला नि शान्तिको प्रतीक भएर हिँड्नलाई। अनि त्यसपछि शान्ति दूत भएर यो कुकुर हिँडेको देख्दा, यो आलोक देख्दाखेरि त ओहो यो त्यस्तो भएर आयो कि सहन पनि गाह्रो कि। अनि यसै गरी सबैतिर शान्ति छाओस् र सबैको मनमा आफैभित्र शान्ति छ भन्ने कुरा चाहिँ होस् भन्छु कि म चाहिँ। अब यस्तो अब भनौँ न हामी त बोल्न सक्ने, हिँड्न सक्ने र आवाज भएको हुँदा त कति गाह्रो हुन्छ भने यो मङ्कहरूको खुट्टामा बिचराहरूको त्यो टेपहरू लगाएको हेरेको छु मैले कतिजनाको है। कस्तो कस्तो भिडियोहरू आइरहेछ कि यो हेर्दाखेरि त ओहो त्यो के कुनै गर्ने बयानै गर्ने ठाउँ छैन कि, बयानै गर्ने ठाउँ छैन। बयान कहाँबाट गरौँ भने जस्तो हुन्छ।